हेलो एभ्रिवान, सबैजनालाई फेरि पनि आयो बल्छियाको मिठो छोटो ब्लग। आज आमा छोरी चाहिँ पुरै घुम्न गइरहेको हेर्नु नि। यो चाहिँ मेरो दिदीको गाउँ है। यति राम्रो छ, यति राम्रो छ। आजभन्दा 14 वर्ष अगाडि आउँदा चाहिँ मैले सोचेकै थिएन कि यो ठाउँ यस्तो हुन्छ भनेर। यार कति राम्रो भएको के, म त छक्कै परेँ। यो चाहिँ मेरो दाइको घर के, कान्छा दाइको हेर्नु न। मेलहरू यताउता सबै रहेछ। यहाँनिर घट्टा देख्नु भएको छ तपाईँहरूले, कस्तो राम्रो। घट्टाको मकैको पिठोको ढिँडो खाने हो कि गाई चौरो होइन। साह्रै राम्रो छ यार। पहिला म यो ठाउँमा आउँदाखेरि यति दुःख थियो, यति बिकट थियो। अहिले चाहिँ अगाडि आउँदा चाहिँ यस्तो भएछ है साथीहरू। यो गाउँमा आउँदा म रोएको छ कि एकचोटि मेरो खुट्टा सुन्निएर। कति अब इन्द्रेणी लाग्दै जोगले। म्युजिक मनिषालाई म्युजिक ड्यान्स कस्तो देखिरहेको छु। पहिला पहिला आउँदा यो भनेको पुल भनेको एउटा थिएन, खोला भनेको पनि नम्बर 1 भएछ जे होस्। अब यो पुल भनेको चाहिँ सिन्धुली जिल्ला, मकनपुर जिल्ला, बागमती छुट्टिने रहेछन् के साथीहरू। पहिला चाहिँ मलाई थाहा थिएन होइन। अहिले चाहिँ पुरै दामी बनेको छ कि मैले सोचेकै थिएन ल। बागमती खोलामा यस्तो दामी बाहे यार। च्यानलमा सानीमाया तामाङ राम्रोसँग सोचेर विचार गरेर प्लिज मलाई फलो गर्नु होला साथीहरू, सब्सक्राइब गर्नु होला है त। गर्ने जिन्दगी गोरेटोमा यस्तै छ। गोरेटोमा यस्तै हो, रमाइलो गर्नुपर्छ। तपाईहरु पनि हाम्रो बागमती खोलामा घुम्न आउनु होला। माछा मार्न आउनु। माछा खोला माछा हामीले कति मार्छ, पहिला कति मार्थ्यो होइन। बल आउनु मर्छ भाइ। राति राति पनि आउँथ्यो माछा मार्न। म काली न काली छु। छैन काली, गोरी न गोरी छ। काली हाम्रो खाजी मुलाई तर बा। हेलो, हामी चाहिँ फाइनली बागमती खोलातिर छ। त ठुलो रहेछ होइन यो खोला त अहिले त। पहिला पहिला त हामीले यहाँ माछा मार्न आउँथ्यो। यस, माछा यति खान्थेँ एकचोटि आउँदा त दिन रातै त्यो बेला मैले माछै खान्न थियो दिदी। घाँसको त्यहाँ कति धेरै रुख छ क्या साथीहरू होइन। यो घाँस काटे अन्त घाँस काट्ने छोरीले ओए झर्न ग्लाङ्गो dongan dihambal